शङ्करं मुनिं लक्ष्मीनाथसमारम्भां नाथयामुनमध्यमाम् अस्मदाचार्यपर्यन्तां वन्दे गुरुपरम्पराम्। श्रीयाज्ञवल्क्यकुलभूषणधर्मदीपं श्रीमत्सुदर्शनगुरोः सुदयैकपात्रं श्रीपद्मनाभहरिसेवनदत्तचित्तं नारायणं गुरुवरं शरणं प्रपद्ये। सच्चिदानन्दरूपाय विश्वोत्पत्त्यादिहेतवे तापत्रयविनाशाय श्रीकृष्णाय वयं नमः। ओम नमः सभाभ्यः सभापतिभ्यश्च। श्री लक्ष्मीनारायण भगवान को, श्री सत्यनारायण भगवान को, श्री रामानुज स्वामी जी महाराज को, श्रीमद् भागवत महापुराण को, मंचस्थ आचार्य चरण को, समस्त भक्त भागवत को जय जय श्रीमन्नारायण, जय जय श्रीमद् रामानुज। सर्वप्रथम मञ्चमा आसीन हुनुभएका आचार्य चरणहरू जसका कृपाद्वारा दास उभिरहेको छ, जसको वात्सल्य दासमा सदा सर्वदा रहिआएको छ, त्यस्ता विशिष्ट आचार्य चरणहरूमा क्रमशः दास एकमुष्ट रूपमा समयको पनि अभाव भएका कारण र आफ्नो बाणीमा त्रुटि हुने सम्भावना पनि भएका कारण त्यो अपचारबाट बच्नको लागि लघु रूपमा सम्बोधन पूरा गर्दछु। दासको विद्या रूपमा र सम्पूर्ण रूपमा अभिभावकत्व ग्रहण गरिदिएर यो वैदिक हो, यो यसले संस्कृत पढेको छ भनेर समाजमा परिचय दिएको र आफूलाई पनि जिज्ञासा सुरु गराइदिनु भएको श्री हरिहर सन्यास आश्रमका पीठाधिपति श्री स्वामीजी महाराज विराजमान भइबस्नुहुन्छ। त्यसै गरी यस आजको सभाको प्रमुख अतिथिको रूपमा, विशिष्ट अतिथिको रूपमा, प्रमुख अभ्यागतको रूपमा र यस भोलिदेखि सञ्चालन हुन गइरहेको श्रीमद् भागवत महापुराणको कर्म समर्पण महायज्ञमा श्री स्वामीजी महाराजले पूर्णाहुति होइन, यो त सुरुवात हो भनिरहेको छु। त्यसैले कर्म समर्पण महायज्ञ जो जस्तो गरियो 2.5 वर्षमा कति कमी कमजोरीहरू रहे ती सबैलाई गरेका राम्रा नराम्रा सबै कुरालाई भगवानको चरणमा समर्पण गर्ने जो यज्ञमा हाम्रा सानो प्रार्थनालाई ठुला हृदयले स्वीकार गर्दै बक्सिएर सवारी हुनुभएका प्रमुख वाचकको रूपमा रहनुभएका श्रीमान स्वामीजी महाराज जो माता तीर्थ काठमाडौँबाट पाल्नु भएको छ, त्यसै गरी प्रमुख यज्ञाचार्यको रूपमा श्रीमान केशवाचार्य स्वामीजी महाराज रामदेवबाट सवारी भइबस्नु भएको छ र यहाँ खोपासीबाट श्रीमान प्रातस्मरणीय परम वन्दनीय कमलनयनाचार्य स्वामीजी महाराजको श्री चरणको सवारी भएको छ। त्यसै गरी समस्त आचार्य चरणहरू देवघाटबाट, क्षेत्रपुर, नारायणघाट, गैंडाकोट र अन्य समस्त आचार्यहरू टाढा नजिक सर्वत्रबाट सबै यहाँ उपस्थित हुनुहुन्छ। सम्पूर्णका श्री चरणमा, सम्पूर्णका हृदयमा रहनुभएका भगवान श्री कृष्णचन्द्रका श्री चरणमा दास साष्टाङ्ग प्रणति गर्दछ। जय जय श्रीमन्नारायण। यहाँ देखिनुभएका सम्पूर्ण अनुहारहरू, सम्पूर्ण चरणहरूको कृपा दासमाथि छ। त्यसैले सबैलाई देखिरहँदाखेरि सबैका बारेमा धेरै कुरा बोल्न मन लाग्छ, आभार प्रकट गर्न मन लाग्छ, कृतज्ञता ज्ञापन गर्न मन लाग्छ, हर्ष पोख्न मन लाग्छ। तर यो सभाको समयको पाबन्दी छ र त्यो गर्नु त्यति जरुरी पनि छैन, बाणीद्वारा व्यवहारद्वारा गर्नुपर्छ। अतः त्यसलाई पनि दासले यही बिट मार्दछु कष्टपूर्वक। र सम्पूर्ण यहाँ उपस्थित हुनुभएका आचार्य चरण तथा भक्त भागवतहरू सबैजनाको सद्भाव, सहयोग र हौसलाद्वारा 2.5 वर्षसम्म श्रीमद् भागवत महापुराणको अनुष्ठान यहाँ जो सम्पन्न भयो र त्यसको पूर्णाहुति यज्ञको पूर्व सन्ध्यामा हामी छौँ। त्यो यज्ञमा आचार्यको रूपमा रहेर दासले 108 आवृत्ति श्रीमद् भागवत पारायण गर्ने सुविचार लिएर आरम्भ गरिरहँदा पनि यज्ञ गरिरहँदा धेरै
भूल भएछन्, त्रुटि भएछन्, पक्कै पनि कहीँ प्रमाद पनि रह्यो होला, के रह्यो भगवानले त्यसको पनि उपचार गरी बक्सियो। पुरै आवृत्ति पाठ गरेन दासले, लगभग 50 आवृत्ति जति पाठ पारायण यथाशक्ति गर्यो र बाँकी रहेका पाठ पारायणमा अन्य गुरुजनहरूले गरिदिएर कृपा गर्नुभयो र एक हिसाबले मानसिक भए पनि आफैले पाठ गर्छु भनेर सुरु गरेको यज्ञ कतै पुरा भएन कि अपुरो रह्यो कि भन्ने मनमा दुविधा छँदै थियो। आज मञ्चस्थ आचार्यहरूको चरण देखिरहँदा, आज यहाँ भक्त भागवतहरूको उपस्थिति र कृपा देखिरहँदाखेरि र भगवान श्री सत्यनारायणको कृपा गुणको चिन्तन गरिरहँदाखेरि त्यो परिपूर्ण भएको महसुस भएको छ। यस मानेमा सम्पूर्ण आचार्य चरण भक्त भागवतमा दास वन्दना गर्दछु, कृतज्ञता प्रकट गर्दछु। श्रीमद् भागवत महापुराणको यो लामो अनुष्ठान चलिरहँदा सबैले आफ्नो आफ्नो भूमिकामा रहेर धेरै सहयोग गरिदिनु भयो। पूर्वाधार पनि त्यति बलियो नभएको यो आश्रममा न बस्नलाई उपयुक्त कोठाहरू, अनुपयुक्त पनि छैन। 10-12 जना भक्तहरू आउनुभयो भने 2 जनालाई कता राख्ने होला भने जस्तो हुन्छ। उपयुक्त, सजिलो, सुविधा सम्पन्न मात्र नभएर थोरै सुविधा भएका पनि पूर्वाधारहरू यहाँ नभइरहेको अवस्थामा धेरै भक्त भागवतहरू यहाँ आएर 7 दिनसम्म 9 दिनसम्म बसेर यज्ञ सम्पूर्ण सम्पादन गरेर खुसी भएर चित्त बुझाएर जानुभयो र केही सहयोग पनि गर्नुभयो, जसका कारण आज हामीले यो अवस्था आश्रमको 2.5 वर्षसम्म भगवानको सेवा चलाउँदै आयौँ। त्यसमा सम्पूर्ण कर्ताहरू तथा बीचमा आउनु जाने गर्नुहुने, संस्थामा श्रद्धा गर्नुहुने, स्वामीजीमा श्रद्धा गर्नुहुने सम्पूर्ण भक्त भागवतहरू पनि अत्यन्त धन्यवादका पात्र हुनुहुन्छ, भगवानको कृपाका पात्र हुनुहुन्छ। उहाँहरू सबैलाई साधुवाद प्रकट गर्दछु। यस कार्यक्रमको सम्पन्नता हुँदै गर्दा नजिक रहेका वरपर रहेका धेरै सङ्घ संस्थाहरूबाट पनि धेरै सहयोग प्राप्त भएको छ सबैतर्फका। त्यसमा पनि दास अवाक रहन्छु। सबैको दया, सबैको करुणा, देवघाट धामको कृपा प्रति दास सदा नतमस्तक नै रहिरहन्छु। यस यज्ञमा रहेर विभिन्न भूमिकामा रहेर सेवा गर्नुहुने सबैजनाहरूले उहाँहरूको केही अरू सेवा त हामीले यस संस्थाको तर्फबाट गर्न सकेनौँ। रसोईमा बसेर सेवा गर्ने, भण्डारमा रहेर सेवा गर्ने, पूजा अर्चना गरेर सेवा गर्ने, बजार दौडिएर सेवा गर्ने, गाउँपालिकातिर धाएर सेवा गर्ने सम्पूर्ण जनहरूलाई हामीले त्यसको बापतमा केवल भागवत पाठ सुनायौँ, अरू केही गर्न सकेका छैनौँ। त्यसैलाई हजुरहरूले सन्तुष्टि गरिदिएर हँसिलो मुहार बनाइदिएर धेरै भक्तजन आउँदा पनि कोही भक्तजन नभएर भगवान मात्रै पाठ सुनेर बसिरहँदाखेरि पनि सेवामा सदा निरन्तर तत्पर रहनुभयो। सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हजुरहरूमाथि भगवानको कृपा कटाक्ष रहिरहोस्। अन्त्यमा दासलाई कृपा गरेर यो यज्ञलाई सफल गराउनको लागि पाल्नुभएका सम्पूर्ण आचार्य चरणमा पुनः पुनः कोटि कोटि नतमस्तक हुँदै सम्पूर्ण यस अहिलेको यो 9 दिनको कार्यक्रममा पनि कसैले यहाँ कम्बल सहयोग गर्नुभएको छ, कसैले सिरानी, कसैले तन्ना, हामीसँग सुत्ने ठाउँ नभएको बाहिर आँगनमै सुत्छु भन्दा पनि ओढ्ने र ओछ्याउने त चाहियो। त्यो सबै विचार गरेर आफैले ओढ्ने ओछ्याउनेहरू, अरू अन्नहरू, विविध प्रकल्पबाट सहयोग गर्नुभएका सम्पूर्ण सहयोगी मनहरूलाई दास यहीँबाट धेरै धेरै आभार प्रकट गर्दछु, धेरै धेरै धन्यवाद दिन्छु, भगवानसँग प्रार्थना गर्दछु यहाँहरूको शुभको लागि। यति भन्दै सम्पूर्ण भक्त भागवत जनहरूमा प्रणाम गर्दै आफूले बोलिएका वाणीहरूलाई भगवान श्री सत्यनारायणको चरणमा समर्पण गर्दै आजको यस यज्ञ पनि श्रीमान स्वामीजी महाराजहरूका पावन सान्निध्यले, सबै भक्त भागवतहरूको कृपाले, हाम्रो कार्यक्रम सञ्चालकज्यूको कौशलताले पूर्ण भएको घोषणा पनि गर्दछु। हरिओम तत्सत्। पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। ओम शान्तिः शान्तिः शान्तिः। जय जय श्रीमन्नारायण।